हाई नमस्ते शुभेच्छा बहिनीले चाहिँ मलाई पर्सनली मेसेज गर्नुभएको थियो फाउन्डेसनको सेड चाहिँ कसरी चुज गर्ने भनेर। आज चाहिँ मैले पहिला पनि राखेको थिएँ यो भिडियो चाहिँ, तर मैले फेरि आज चाहिँ हजुरहरूलाई रिपिट गरेर देखाउन गइरहेको छु। आई होप यो सबैजनालाई चाहिँ हेल्पफुल हुन्छ। लास्टसम्म चाहिँ हेर्नु होला है त भिडियोलाई। हेर्न सक्नुहुन्छ हजुरहरूले यो तीनटा फाउन्डेसन चाहिँ डिफ्रेन्ट सेडको छ हैन। अनि यो ब्रान्ड चाहिँ फरक छ तर कलरहरू चाहिँ हेर्नु होला है त। एकदम मेन फोकस भनेको कलर हो ब्रान्ड भन्दा पनि। अनि अब यो हेर्न सक्नुहुन्छ एकदमै ब्राउन छ यो चाहिँ है। यो चाहिँ अलिकति व्हाइट छ भने यो चाहिँ नि मिडियममा छ है त। हेर्न सक्नुहुन्छ यो तीनटा सेड। म तीनटा सेड चाहिँ मैले मेरो फेसको यहाँनिर लगाएर देखाउँछु है त हजुरहरूलाई। अनि त्यो लगाएर देखाउनुभन्दा अगाडि चाहिँ मैले के भन्न गइरहेको छु भन्दाखेरि मेरो धेरै स्टुडेन्टहरूले मिस्टेक गर्नुभएको कुरा चाहिँ के भन्दाखेरि फाउन्डेसन चुज गर्दाखेरि चाहिँ आफ्नो सेड चुज गर्दाखेरि चाहिँ जहिले पनि हातमा चुज गर्नुहुन्छ कि हातमा चुज गर्नुभयो भने 100% तपाईँले चाहिँ 100 होइन 101% तपाईँले चाहिँ आफ्नो सेडभन्दा धेरै सेतो फाउन्डेसन किन्नुहुन्छ कि। एउटा सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के भन्दाखेरि चाहिँ हजुरको बडीको पार्ट चाहिँ कुनै पनि पार्ट चाहिँ एउटै कलरको चाहिँ हुँदैन। हाम्रो बडीमा चाहिँ डिफ्रेन्ट कलर हुन्छ कि बडीको पार्ट चाहिँ होइन। हामीले हेर्दाखेरि चाहिँ अलिकति सिमिलर देखिन्छ तर त्यो चाहिँ हुँदैन है। हामी मेकअप आर्टिस्टले चाहिँ फाउन्डेसनलाई कसरी चुज गर्छौँ भन्दाखेरि चाहिँ हामीले कहिले पनि फेससँग चाहिँ घाँटीलाई म्याच गर्दैनौँ कि घाँटीलाई चाहिँ फेससँग म्याच गर्छौँ कि। त्यही भएर चाहिँ हामीले फाउन्डेसन चुज गर्दाखेरि जहिले पनि यस्तो एरियामा कि नत्र घाँटीमा लगाएर चाहिँ हेर्छौँ है त। अब चाहिँ मैले तीनटा फाउन्डेसनलाई चाहिँ मेरो यो भागमा लगाएर देखाउँछु। हजुरहरूले डिफ्रेन्ट मजाले छुट्टाउन सक्नुहुन्छ। फर्स्टमा चाहिँ मैले यो कलर लिँदैछु, हेर्न सक्नुहुन्छ हजुरले। थोरै लिने हेर्न सक्नुहुन्छ। हेर्नु त कति ब्राउन छ, म्याच भएको छैन नि हैन। अब त्यस्तै गरेर म अब अर्को फाउन्डेसन लगाउँछु। अहिले चाहिँ मैले यो नार्सको एकदम व्हाइट छ यो फाउन्डेसन चाहिँ यो लगाउन गइरहेको छु। त्यसकै साइडमा मैले चाहिँ यसलाई स्क्वाच गर्छु है त। हेर्नु त म्याच भयो भएन नि हैन। अब चाहिँ मैले यो क्लिनिकको फाउन्डेसन लिन गइरहेको छु। यो चाहिँ मेरो पर्फेक्ट सेड हो, हजुरले हेर्न सक्नुहुन्छ। मैले चाहिँ हातमा एक पम्प लिएँ। एक पम्प लिइसकेपछि चाहिँ अब मैले यहाँनिर लगाएर हेरेको छु। हेर्नु त तिनटै डिफ्रेन्ट देख्नुभयो नि हजुरहरूले। एकदमै सिमिलर चाहिँ हेर्नु त एकदमै सिमिलर चाहिँ मेरो घाँटीसँग म्याच भएको कलर चाहिँ यो कलर भइरहेको छ। अब यसलाई चाहिँ लाइक 2 मिनट्स जस्तो यत्तिकै छोडिदिउँ है त। मैले चाहिँ 2 मिनट छोडेर हेर्न सक्नुहुन्छ यो चाहिँ बिस्तारै मेरो के अरे यो स्किनसँग चाहिँ मेल्ट हुँदै गएको छ, एब्जर्ब गर्दै गएको छ। यो दुईटा हेर्नु त भएको छैन नि यो दुईटा चाहिँ हैन। त्यही भएर चाहिँ फाउन्डेसन किन्दाखेरि चाहिँ आफ्नो सेडको किन्नुपर्छ भन्ने कारण चाहिँ त्यो हो। अनि त्यसपछि तपाईँको फेस एसी देखिने अलिकति ग्रे देखिने कारण चाहिँ तपाईँको फाउन्डेसनको सेड नमिलेर पनि हुनसक्छ। अनि त्यस्तै गरेर तपाईँको अनि स्किन केयरहरू पनि राम्रोसँग नभएर हुनसक्छ है। राम्रोसँग स्किन केयरहरू गर्नु भएन भने पनि त्यस्तो हुनसक्छ। अनि अन्डरटोनहरूको लागि चाहिँ हजुरले चाहिँ मसँग क्लास लिनुपर्ने हुनेछ हैन। आई होप यो भिडियो चाहिँ हेल्पफुल हुन्छ होला। अब मैले यो फाउन्डेसन लगाएर चाहिँ हजुरलाई चाहिँ अब अर्को भिडियो बनाएर राखिदिन्छु। आई होप त्यो भिडियोले चाहिँ मजाले क्लियर हुन्छ होला। अब स्किन ड्राई छ ओइली छ भने चाहिँ त्यो फाउन्डेसन हेरिकन हुन्छ म्याट फाउन्डेसन लिने कि अब ग्लोई फाउन्डेसन लिने हैन, त्यो लिन सक्नुहुन्छ हजुरहरूले। तर चाहिँ अब ड्राई छ भने चाहिँ ग्लोई टाइपको लिनुपर्छ। अब त्यस्तै प्राइमरहरू पनि इलिमिनेटिङ प्राइमरहरू युज गर्नुपर्छ, हाइड्रेटिङ प्राइमरहरू युज गर्नुपर्छ भने तपाईँले चाहिँ अब म्याट के अरे ओइली छ भने चाहिँ ड्राई म्याटो खालको फाउन्डेसन युज गर्दाखेरि चाहिँ बेटर हुन्छ है त। आई होप यो भिडियोले चाहिँ हजुरलाई हेल्पफुल भयो होला। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। अनि यस्तै गरेको खालकोहरू भिडियो कन्टेन्टहरू हेर्न मन लाग्छ भने चाहिँ हजुरहरूले चाहिँ मेकअपको बारेमा चाहिँ सोध्न सक्नुहुन्छ मसँग। अनि मैले जतिसम्म मसँग नलेज छ त्यो चाहिँ हजुरलाई अभियसली प्रोभाइड गर्ने नै छु। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।